नमस्ते, म हुमाला र आज म तपाईहरुलाई यो भिडियोमा यसरी राम्ररी हुन सिकाउँछु। सिक्न मन छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। सुरुमा चाहिँ म मेरो आँखामा कन्ट्याक्ट्स लगाउँछु। सो यो चाहिँ कलर्ड कन्ट्याक्ट्स हो, पावर्ड वाला। तपाईहरुले बिना पावर्डको पनि लिन सक्नुहुन्छ। यो चाहिँ हो जस्ट फर किरा भन्ने ब्रान्डको। तपाईहरुलाई चाहिएको छ भने मेरो इन्स्टाग्राममा मैले लिंक राखिदिएको छु, त्यहाँबाट लिन सक्नुहुन्छ है त। सो सुरुमा चाहिँ हामीले मजाले आफ्नो फेसलाई मोइस्चराइज गर्नुपर्छ। एउटा राम्रो मोइस्चराइजर लाएर हाम्रो बेस अनि त्यसपछि एकदम राम्रो हुन्छ। सो अब म फाउन्डेसन लगाउँछु। मैले मेबलिनको फाउन्डेसन लिएको छु। यस्तो ठुलो ब्रसमा लिएर म मजाले सबैतिर इभनली लगाउँछु अनि मजाले त्यसलाई ब्लेन्ड गर्छु। अब म मेकअप बाई मारियोको कन्टुर स्टिक लिएर म मेरो फेसमा कन्टुर गर्छु। मैले कता कता गरेँ भनेर त मैले भिडियोमा देखाइहालेँ। सो यसरी म मेरो फेसमा स्ट्रक्चर दिनको लागि एप्लाई गर्छु। अब म यसलाई एउटा ब्रसको हेल्पले मजाले ब्लेन्ड गर्छु। चिन एरियामा यस्तो ज लाइनमा ब्लेन्ड गर्दाखेरि चाहिँ तलतिर ब्लेन्ड गर्नुपर्छ, माथितिर गर्नु हुँदैन, नभए मेसी हुन्छ। सो अब म मेरो चिक्समा गर्दाखेरि चाहिँ माथितिर गर्छु। त्यस्तो हुँदाखेरि चाहिँ त्यो जहाँबाट हामीले कट गरेको छ त्यहाँबाट तल फोर हुँदैन, मेसी हुँदैन। नभए चाहिँ कन्ट्रोल गर्न जानेन भने सबै पुरै फेस नै अँध्यारो देखिन्छ क्या, राम्रो देखिँदैन। सो मजाले त्यसलाई ब्लेन्ड गर्ने। अनि मैले मेरो फोरहेडतिर चाहिँ हेयर लाइनकोतिर गरेँ। सो त्यसो हुँदाखेरि चाहिँ त्यो निधारतिर अँध्यारो हुँदैन। सो अब म मेरो नाकलाई कन्ट्रोल गर्दैछु थोरै एउटा ब्रसमा कन्ट्रोल लिएर। सो त्यसलाई म मजाले ब्लेन्ड गर्छु लगाएर। अब म मेरो प्याट्रिकटाको यो ब्लसको प्यालेट लिएको छु। मैले फर्स्ट टाइम ट्राई गर्दैछु यसलाई चाहिँ। मलाई रिसेन्टली मेरो बहिनीले गिफ्ट दिएको थियो, कहिलेदेखि ट्राई गर्ने मन लागिरहेको थियो, ठ्याक्कै उसले दिसिन् होइन। सो म यसलाई लगाउँदैछु। कस्तो पिगमेन्टेड रहेछ यसको चाहिँ। यसमा चाहिँ क्रिम पनि आउँछ र पाउडर पनि आउँछ। सो पहिला म क्रिमवाला प्रडक्ट लगाएर मजाले ब्लेन्ड गर्छु। अनि अब म हाइलाइटिङको लागि कन्सिलर लगाउँछु। त्यसको लागि मैले चाहिँ हुडा ब्युटीको कन्सिलर लिएको छु। त्यसलाई म मेरो हाई पोइन्ट्सहरूमा लगाउँछु। जस्तो मेरो अन्डर आइजको लागि भयो, अनि त्यसपछि मेरो फोरहेडमा, चिनमा अनि नोजको थोरै त्यो ब्रिजमा त्यतिखेर लगाएर चाहिँ मजाले त्यसलाई ब्लेन्ड गर्छु। त्यसलाई एकछिन छोडिदिन्छु अनि ब्लेन्ड गर्छु। त्यस्तो हुँदाखेरि त्यसले मजाले कभरेज पनि दिन्छ। सो यस्तो राम्ररी यो ब्रसले ब्लेन्ड गर्छ। यो पनि बिके ब्युटीको ब्रस हो। सो मलाई चाहिँ एकदमै धेरै मनपर्छ। तपाईहरूले पनि यो टेक्निक ट्राई गर्नुभएको छैन भने चाहिँ एकदम ट्राई गर्नु होला। किनकि ब्लस लगाइसकेर हाइलाइटको लागि कन्सिलर लगाएर ब्लेन्ड गर्यो भने चाहिँ ब्लस पनि एकदम राम्ररी ब्लेन्ड हुन्छ क्या, एकदम राम्रो फ्ललेस देखिन्छ, ब्लेन्डेड आउँछ लुक। सो अब म मेरो फाउन्डेसन र कन्सिलरलाई सेट गर्दैछु। पुरै फेसलाई सेट गर्छु। जस्ट म ब्लस र कन्ट्रोल लगाएको ठाउँलाई छोडेर त्यहाँ चाहिँ म मेरो पाउडर प्रडक्टहरूले नै सेट गर्छु। ब्लस र कन्ट्रोलले सेट गर्छु, ब्राउन्जरले। सो अहिले चाहिँ म मेरो सबैतिर अरूतिर ब्लेन्ड गर्दैछु। ब्रसको हेल्पले मजाले म मेरो पाउडरलाई डिपोजिट गरेर अनि त्यसलाई ब्लेन्ड गर्दैछु। अब म मेरो ब्राउन्जर एप्लाई गर्दैछु। बेनिफिटको हुला ब्राउन्जर लिएको छु मैले। जहाँ जहाँ मैले कन्ट्रोल गरेको थिएँ म त्यहाँ त्यसले सेट गर्छु। त्यस्तो हुँदाखेरि तपाईँको मेकअप लङ लास्टिङ पनि हुन्छ अनि राम्रो पनि देखिन्छ। सो अब म यो ब्लस ट्राई गर्दैछु, यो पाउडरवाला। अघि क्रिम युज गरेको थिएँ, अब पाउडर। सो म त्यसलाई मजाले पहिला ट्राई गर्दैछु कतिको पिगमेन्टेड छ भनेर, किनकि यसको धेरै रिभ्युजहरू देखेको थिएँ क्या, एकदम पिगमेन्टेड छ भनेर। सो एकदमै पिगमेन्टेड रहेछ, देखिहाल्नुभयो। मैले जस्ट टच गरेर मात्रै लिएको थिएँ। सो यस्तो राम्रो लाग्यो मलाई, कलर पनि एकदम स्विट छ। सो अब म मेरो फेसलाई सेट गर्छु हुडा ब्युटीको इजी ब्लर सेटिङ स्प्रेले। अब म मेरो आँखाको माथि मेकअप गर्दैछु। ब्राउज मैले अफ क्यामेरा फिल गरेँ, तर ब्राउजको तल चाहिँ म मेरो कन्सिलरले पहिला मजाले कट गर्छु, क्लिन गर्छु। अनि त्यस पछाडि मैले त्यहाँ लगाएको कन्सिलरलाई ब्लेन्ड गर्छु। अनि त्यस पछाडि म पाउडरले मजाले सेट गरिदिन्छु पहिला आई मेकअप गर्नुभन्दा अगाडि। सो मैले यस्तो खालको आई मेकअप गर्ने आज सोचेको छु। यो वाला कलर ब्राउन कलर लिएर म मेरो क्रिज एरियामा मजाले ब्लेन्ड गर्छु पहिला। कलर डिपोजिट गर्दै अनि त्यस पछाडि ब्लेन्ड गर्दै गर्छु। थोरै कलर लिन्छु, एकैचोटि धेरै लिनु हुँदैन, किनकि एकदमै नराम्रो देखिन्छ, फेरि बिग्रिन्छ बिगिनर्स हुनुहुन्छ भने। सो अब म मेरो क्रिजलाई कट गर्छु। मलाई चाहिँ बानी भइसकेर हो, एकदमै मजाले कट गर्न आउँछ। तर थाहा छैन तपाईँहरूलाई भने चाहिँ यसरी पहिला आइलिडमा कन्सिलर लगाएर अनि त्यस पछाडि तपाईँहरूले यसरी आँखा माथि हेर्नुभयो भने चाहिँ
तपाईहरुले आफ्नो लाइन भेट्नुहुन्छ क्या क्रिज कहाँनेरि कट गर्ने भन्ने लाइन हुन्छ यो टेक्निकले तपाईहरुलाई कट क्रिज मेकअप गर्न हेल्प गर्छ सो त्यसरी आफ्नो लाइन एउटा गाइडलाइन भेटेपछि चाहिँ अनि त्यसपछि त्यसलाई नै ड्र गर्दै जाने अनि त्यसलाई फिल गर्ने अनि मजाले फिल गरिसकेपछि ऐकै ब्राउन कलर लिएर म आउटर कर्नरमा लगाउँछु अनि त्यो जुन कन्सिलर र स्याडोको त्यो जुन बोर्डर छ त्यसलाई म मजाले ब्लेन्ड गर्छु त्यस्तो हुँदाखेरि हार्स लाइन देखिँदैन अब म मजाले अर्को त्यो कलर लिएर यसरी लगाउँदैछु जसरी म भिडियोमा देखाउँदैछु किनकि यसरी लगाए भने चाहिँ यो लुकमा एकदम राम्ररी कम्प्लिमेन्ट गर्छ अनि म त्यसलाई मजाले पहिला डिपोजिट गरेँ अनि त्यसपछि म ब्लेन्ड गर्दैछु अब म ऐको ब्राउन कलरको ब्रस लिएर मजाले ब्लेन्ड गर्छु फेरि अनि अब मैले ग्लिटर लगाएँ त्यो जुन सेतो भागमा मैले लगाएको थिइनँ नि केही पनि त्यो भागमा मात्रै मैले त्यो ग्लिटरलाई लगाएँ अब म मेरो आँखामा आइलाइनर लगाउँछु आइलाइनरलाई थोरै विङ निकालेको छु मैले अनि त्यसलाई मजाले मैले ड्र गरेको छु तपाईहरुलाई आइलाइनरको ट्युटोरियल अर्को चाहिन्छ भने मलाई कमेन्ट गर्नु म आइलाइनरकै मात्रै बनाउँछु एउटा भिडियो सो मैले यसरी मेरो आइलाइनर लगाएँ अनि अब म मेरो आँखामा थोरै इनर कर्नरमा पनि विङ बनाउँछु अनि त्यसपछि म मेरो आँखामा मस्कारा लगाउँछु परेलामा अनि त्यसपछि म ल्यासेस लगाउँछु फल्सेसले चाहिँ यस्तो राम्रो तपाईको लुक चेन्ज गरिदिन्छ नि ओहो के भन्नु र कस्तो राम्रो देखाइदिन्छ क्या एकैछिनमा मेकअप चाहिँ सो यो पनि एकदम एउटा जान्नुपर्ने कुरा हो सो सिम्पल छ तर नजान्नेलाई साह्रो पनि छ सो प्र्याक्टिस गर्नुभयो भने एकदम राम्ररी हुन्छ अब यो मेरो लोरियलको हाइलाइटर लगाएर चाहिँ म मेरो फेसमा ब्रसको हेल्पले ब्लेन्ड गर्दैछु यसले चाहिँ तपाईलाई कस्तो त्यो चङ्की ग्लिटरवाला दिँदैन क्या लुक यस्तो राम्रो भित्रबाट ग्लो आए जस्तो लुक दिन्छ हैन सो एकदम राम्रो छ यो चाहिँ यसरी डाइरेक्टली लगाउँदाखेरि चाहिँ कहिले कहिले फाउन्डेसन सर्न पनि सक्छ तर ब्रसको हेल्पले मजाले ब्लेन्ड गरेर अनि लाउनु भयो भने एकदम राम्रो हुन्छ लिपस्टिक लगाएँ मैले मेरो मेकअप डन भयो यो मेरो फाइनल लुक तपाईहरुलाई यो लुक कस्तो लाग्यो यो भिडियो हेरेर कस्तो लाग्यो मलाई कमेन्ट गरेर भन्नु होला नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु लाइक गर्नु फेरि भेट्ने छु म अर्को भिडियोमा त्यतिन्जेलको लागि बाइ बाइ लभ यु एन्ड टेक केयर